हेलो गुड बाई। आज हामी कुरो गर्न गइरहेको छौँ नेपाली राजनीतिको बारेमा। अहिलेको राजनीतिक महल हेर्दा नेपालमा राजनीति होइन बिग बस चलिरहेछ। लिटरली आफै भन न होइन, चुनाव त पहिला पनि भएको हो, तर चुनाव सहित आफ्नो एजेन्डाहरू पनि प्रस्तुत गर्छन्। तर अहिले प्रस्तुत एजेन्डा होइन, एकअर्काको खुट्टा तान्ने काम भइरहेछ। राम्रो काम गर्छु भन्दा पनि कसले कति खराब काम गरेछ भन्ने कुरो देखाउनतिर लागिरहेछन्। लिटरली अहिले राजनीतिक दलहरू चाहिँ एजेन्डै छैन जस्तो छ। कुरा सुन्दा मात्र एकअर्काको खुट्टा तान्ने भाइ, न त राम्रोसँग प्रश्न गर्न सकेका छन् कि भोट मलाई किन दिने भन्ने कुरोमा। एमाले अब बालनको पछि लागिरहेछ भने अन्य पार्टी एमालेको विपक्षमा गाली पर्न सक्छ। ओके, यहाँ कोही पनि दुधको धुला छैन। यसपालिको भोट को राम्रो छ भन्दा पनि को कम नराम्रो छ भन्ने जस्तो लागिरहेछ। ओके, बालनप्रति आस्था छ। यहाँ आफ्नो एजेन्डा वा म यो विकास गर्छु भन्दा पनि एकअर्काको खुट्टा तान्नमा व्यस्त छ। त्यसकारण लाग्छ कि नेपालमा अहिले राजनीतिक चुनाव होइन बिग बोस चलिरहेछ। किनकि हरेक दिन एउटा न एउटा खबर आउँछ, यो नेताले यसलाई ऊ भनौँ, यसले उसलाई ऊ भनौँ। एटलिस्ट यो त भन कि हामीले भोट चाहिँ किन दिने। तिमीहरू एकअर्काको खुट्टा तान्छौ भने चुनाव गर्नु किन आवश्यक छ? ओके, केही कारणले मैले गाली दिन मिल्दैन र होइन, त्यही भएर अलिक सभ्य भएर बोल्दैछु, नत्र म गाली दिन्थेँ। राजनीतिमा चलिरहेछ नि, गाली खाने लायककै काम गरिरहेछन् सबले। यसपालिको आशाको किरण भनेको राष्ट्रिय स्वतन्त्र पार्टी छ। ओके, तर म कसैको पक्ष होइन त्यो आश्रित, तर फेरि माओवादीको जस्तो नहोस्। र भोलि राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै गलत काम गर्छ भने आवाज उठाउँछु। यसमा म सपोर्ट होइन। अहिलेको हालसाल राजनीतिक ऊ हेर्दा मलाई चाहिँ आश छ। ओके, यो के होइन, मेरो ओपिनियन मात्रै हो, होइन एक दुई शब्द होइन। म कुनै भगवान त होइन, तर यति भन्न सक्छु कुन पार्टीले जित्यो भने त्यसमा के हुन्छ भन्ने कुरो। ओके, छोडिदिउँ यो विषयलाई। र मेरो भनाइ यति नै हो कि एकअर्काको खुट्टा तान्नुभन्दा आफूले के विकास गर्न सक्छु भन्ने र एजेन्डा बोकेको छु त्यो देखाऊ। ओके, फेरि म आउँछु नयाँ भिडियोको साथमा, सायद यसै तरिकाले आउँछु। हस्त बाई।